हेलो गाइज, आज हामी चाहिँ नेपालमै बसेर सेवाबाट कसरी अर्निङ गर्ने भन्ने बताउन गइरहेको छौँ। यो एउटा रियल एप छ। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियो धेरै नै राम्रो हुनेछ र इन्फर्मेटिभ हुनेछ, त्यसैले भिडियोलाई बिना स्किप गरी स्टेप बाई स्टेप हेर्नुहोस्। ढिला नगरी अब हामी मोबाइलको स्क्रिनतर्फ जाउँ। मेरो डिस्क्रिप्सन बक्सको लिङ्कलाई क्लिक गरेर तपाईँ सिधा कुरा यो वेबसाइटमा आउन सक्नुहुन्छ। अनि वेबसाइटमा आएर थ्री आइकनमा क्लिक गर्नुहोस्। अनि यहाँ लगइन साइनअप भन्ने हुन्छ, अनि साइनअपमा जानुहोस्। अनि यसमा आएर आफ्नो युजर नेम राखिदिनुहोस्, अनि इमेल राखिदिनुहोस्, पासवर्ड राखिदिनुहोस्, अनि यसैपट्टि रजिस्टर गर्नुहोस् कि सिधा कुरा गुगलमा जानुहोस्। अनि आफ्नो जुन मन परेको एकाउन्ट हो त्यसमा क्लिक गर्नुहोस्। आफ्नो जिमेल एकाउन्ट यता देखिदिने छ, जुन मन पर्छ त्यसमा क्लिक गर्नुहोस्। मैले अहिले यो क्लिक गरेको छु। केही समयपछि हाम्रो यस्तो ड्यासबोर्ड आउनेछ। अनि यस्तो ड्यासबोर्ड आइसकेपछि हाम्रो यहाँ पुरा टोटल भ्युज कति आयो, टोटल अर्निङ कति भयो, रिफरलबाट कति अर्निङ भयो, एभरेज सिपिएम, अनि यु क्यान वाच युट्युब भिडियो यहाँबाट देख्न सक्नुहुन्छ। गेट 1 बोनस फर साइन अप भनेको छ यहाँ। अनि यसमा सबै चिज देख्न सक्नुहुन्छ। यहाँ आफ्नो डेली अर्निङको पनि पुरा डिटेल देख्न सक्नुहुन्छ। अनि त्यसपछि थ्री आइकनमा जानुहोस्। अनि यसबाट म्यानेज लिङ्कहरू अल लिङ्कहरू हेर्न सकिन्छ। यसबाट कतिवटा लिङ्क बनायौँ हामीले, कतिवटा के गर्यौँ र कतिवटा के गर्यौँ। मैले एउटा यो लिङ्क बनाएको छु, तल देख्न सक्नुहुन्छ यो। अनि त्यसपछि हिडन लिङ्क देख्न सक्नुहुन्छ। अनि विथड्रोमा जान सक्नुहुन्छ। हाम्रो सबैभन्दा ठुलो कुरा भनेको विथड्रोमा गयो भने अभाइलेबल ब्यालेन्स यति भन्छ, पेन्डिङमा यति भन्छ, विथड्रो गर्न सक्नुहुन्छ। अहिले विथड्रो गर्दाखेरि मैले यो आर यु सेयर यस भन्छु। अहिले यु क्यान विथड्रल इन्फो यो प्रोफाइल सेटिङमा विथड्रो इन्फो बनाएको छैन भन्यो। अनि त्यसको लागि हामीले सेटिङमा गएर प्रोफाइलमा जानुहोस्। प्रोफाइलमा गएर आफ्नो यहाँ युआरएल र सर्ट लिङ्क गर्न सक्नुहुन्छ। अहिले म त्यो गरेर पनि देखाउने छु। सबैभन्दा पहिले आफ्नो फर्स्ट नेम राख्नु होला, म राख्न गइरहेको छु। अनि एड्रेस राख्नु होला, अनि स्टेट बागमती प्रदेश मैले सबै राखेको छु। यहाँ सबै अब नम्बर पनि आफ्नो सही राख्नु होला। नम्बर राखिसकेपछि आफ्नो विथड्रल मेथड जे राख्न सक्नुहुन्छ। यहाँ इस्युआ, खल्ती, आइएमपी, पेपल, मैले अहिले इस्युआ राख्न गइरहेको छु। अनि इस्युआ राखेर हेर्न सक्नुहुन्छ मिनिमम विथड्रल एमाउन्ट। पेपलमा हुनुहुन्छ भने $25, क्रिप्टो युएसडीटीमा हुनुहुन्छ भने $12, ब्याङ्क ट्रान्सफर ओन्ली फर नेपाल भनेपछि 15, अनि इस्युआ भएपछि $5, आइएमपी $5, खल्ती $5. अब हामीले यदि हजुरसँग इस्युआ खल्ती बाहेक अरू ब्याङ्क छ भने यसमा ब्याङ्क एकाउन्ट नम्बर, एप इमेल, पेपलको इमेल जे पनि राख्न सक्नुहुन्छ। अनि अहिले सबै राखेर म यसमा केही राख्दा नि हुन्छ इस्युआ भएपछि। अनि यसमा सबमिट गर्न दिन सक्नुहुन्छ। त्यसपछि फेरि लगइन गर्नु होला आफ्नो एकाउन्ट, किनकि अब त हाम्रो सब पेमेन्ट भइसक्यो। त्यसपछि हामीले आफ्नो एकाउन्टले लगइन गर्नुपर्ने हुन्छ। होइन, लगइन भएपछि आफ्नो सबै डिटेल यहाँ देख्न सक्नुहुन्छ। यति भएपछि सबमिट भयो। अब हाम्रो चाहिँ एकाउन्ट बनिसकेको छ यहाँबाट। त्यसपछि हामीले यहाँ सपोर्टमा गएर त्यसमा सपोर्टमा केही समस्या आयो भने त्यो सपोर्ट गर्न सक्नुहुन्छ। रिफरल, यदि रिफरलमा गयो भने तपाईँले यो आफ्नो लिङ्क कसैले पठायो भने त्यसबाट त्यसको 20% हामीलाई अर्निङ हुने चाहिँ हेर्न सक्नुहुन्छ। गाइज, यो अहिले राम्रो नै छ भनौँ। र हजुरलाई कस्तो लाग्यो यो राम्रो लाग्यो भने गर्नु होला, यदि नराम्रो लाग्यो भने प्लिज नगर्नु होला। मैले चाहिँ राम्रो मानेको छु र म यसबाट अर्निङ पनि गर्नेछु। मलाई चाहिँ राम्रै लागेको छ। हजुरलाई कस्तो लाग्नेछ? राम्रो लाग्यो भने प्लिज लाइक गरिदिनु नबिर्सनुहोस्। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला। ओके गाइज, बाइ बाइ। अर्को भिडियोमा फेरि मिल्नेछौँ हामी।